गाउँघर चाहिँ यस्तो छ है, के गर्नु। तपाईहरु बजारमा बस्नु भएको छ कि गाउँमा बस्नु भएको छ कमेन्ट गर्नुस् ल। ए गुर्दी लाग्ने माङ्कर हो। यसरी एउटा एउटा गरेर टिप्नु पर्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु भन्नुपर्छ। आजभोलि चाहिँ हाम्रो जौँ काट्ने काम सुरु भइसकेको छ। सो हामी चाहिँ जौँ काट्न जान लागेको। यता साइली र म दुईजना भएर जौँ काट्न जाँदैछौँ। हामी चाहिँ खानासाना खाएर बिहान पनि गएको थियौँ। त्यसपछि आएर खानासाना खाएर फेरि पनि जान लागेको, एकछिन आराम गरेर। साथीहरू हामी चाहिँ घरदेखि हिँड्न लागेको। यस्तो डोको बोकेर जाँदैछौँ। यसमा चाहिँ हामीले जाने बेला, बारीमा जाने बेला चाहिँ मल लिएर जाने, अनि त्यसपछि आउने बेला चाहिँ जौँ लिएर आउने। यस्तै छ, के गर्नु, गाउँले जीवन। हामीले चाहिँ यहाँदेखि हो मल लिएर जाने। यो चाहिँ अस्ति नै हिउँदोमा चाहिँ गाई भैँसीको मल जम्मा पारेर राखेको थियौँ। अनि त्यसपछि यही मल हाल्छौँ हामीले। सो अब चाहिँ यसमा जम्मा गरेर लान्छौँ। हेर्दै गर्नु होला साथीहरू। गाइस, मैले नि डोको भर्दैछु। अब चाहिँ हामी जान्छौँ एउटा एउटा डोको बोकेर। के गर्नु, यस्तै छ जिन्दगी गाउँघरमा। तपाईहरु बजारमा बस्नु भएको छ कि गाउँमा बस्नु भएको छ कमेन्ट गर्नुस् ल। हामी चाहिँ मल बोकेर हिँड्न लागेको साथीहरू। तल जानुपर्छ, हेर्दै गर्नु होला। बाटो पनि यस्तो छ। साइली चाहिँ यता आउँदैछिन्। गाइस, हाम्रो गाउँघर चाहिँ यस्तो छ है, के गर्नु। यस्तै छ, पानी नपरेर यस्तो देखिरहेछ पुरै फुस्रो खालको। हामी जाने चाहिँ यहाँ तल हो है। हो मल चाहिँ त्यहाँनिर राख्नुपर्छ। ए मल के हाल के बिहा करा दूँ पहले जाने थियो। हाम्रो जौँ यही हो काट्ने। यता चाहिँ साइलीले सुरु गरिसकेका छिन्। यसरी काट्छौँ पहिला, त्यसपछि एउटा एउटा गरेर टिपेर मिलाएर चाहिँ लान्छौँ हामीले। गाइस, मैले पनि काट्दैछु जौँ। गाइस, हामी चाहिँ जौँ काटिसक्यौँ। यसलाई चाहिँ एकचोटि सिमालेर टिपेर चाहिँ एक एक कोटा गरेर टिपेर चाहिँ डोको भरेर लानुपर्छ। सो अब चाहिँ यहाँ एकदमै घाम छ, चर्को घाम छ। हामीले भारी रेडी पारिसक्यौँ। यसलाई बोकेर चाहिँ हामी जान्छौँ त्यो पारी शीतलमा जान्छौँ। अनि त्यसपछि टिपेर भारी बनाउँछौँ ल। ए गुर्दी लाग्ने माङ्कर हो। मेरो चाहिँ यहाँ छ। हामीले चाहिँ गाउँ सबै उसारेर भइसक्यौँ यता काटेको जति। अब चाहिँ
एकछिन पानी खान लाग्यो। प्यास पनि कति लागेको, एकदमै चर्को घाम छ। आज अलि शीतल छ, हिजो अस्ति चाहिँ साह्रै घाम थियो। यस्तो छ यो सालको जौको हालत। त्यति राम्रो भएन पानी नपरेको हुनाले। यस्तो छ यताको हाम्रो बारी। म पनि पानी खानु पर्यो। कति मिठो पानी। काम गर्नु पर्यो गाइज, के गर्नु। यसलाई चाहिँ हामीले यसरी एउटा एउटा गरेर टिप्नुपर्छ। साथीहरू, हामीले चाहिँ यति धेरै बनाइसक्यौँ। अब यति छ बाँकी। साइलीले बनाएको चाहिँ यता छ। अहिले चाहिँ भोक पनि लागिसक्यो। अब चाहिँ हामी खाजा खान लाग्यो है साथीहरू। हाम्रो खाजा यता छ। खाजामा चाहिँ हामीले रोटी मसँग, अनि त्यसपछि यता चाउचाउ पनि छ। 3 पनि बजिसक्यो। अब चाहिँ खाजा खानु पर्यो गाइज। गाइस, हामी चाहिँ रोटी सकेर चाउचाउ खान लाग्यो। हामी चाहिँ खाजा साजा खाइसके पछाडि चाहिँ यति बनायौँ। यतातिर साइलीले यता, अनि त्यसपछि यता। अब चाहिँ यसरी काटेर यो मुठालाई काटेर जौँ जति चाहिँ यो डोको डोकोमा राखेर जान्छौँ हामी। यसरी गर्नुपर्छ। यस्तो छ है हाम्रो जौँ। हामी चाहिँ अब घरतिर हिँड्न लाग्यो। जौँको साथमा हामीले चाहिँ अलिअलि जौँको नली पनि लिएर जान लाग्यो। यस्तो छ हेर्नुहोस् गाइज, बाटो चाहिँ यता साइली जाँदैछिन्। बाटो नि यस्तो खालको छ कि डेन्जर। फाइनली गाइस, हामी चाहिँ आज जौँ काटेर पनि आइसक्यौँ। घर नजिकै, हाम्रो घर चाहिँ उता पर हो। जौँ चाहिँ हामीले यहाँ राख्छौँ, यसरी सुकाउँछौँ। साइलीले जौँ राख्दैछिन्। आज हामीले काटेको यति मात्रै है साथीहरू। र यति भन्दै मेरो भ्लगलाई यहीँनिर इन्ड गर्न चाहन्छु। तपाईँहरूलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव कमेन्ट बक्समा छोडिदिनु होला भन्दै फेरि पनि मेरो नेक्स्ट भ्लग हेरिदिनु हुनेछ भन्ने आशाका साथ म अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु। बाई बाई।